गाइज सम्पूर्णमा नमस्ते। अहिले हामी चाहिँ हजुरको भन्नाले ट्याक्कै घुम्न गइरहेको छु र हामी भन्नाले कहाँतिर भनौँ हजुरले म भिडियो देखाउँछु। हामी चाहिँ यता टिकापुरतिर घुम्न आइरहेको छु। यतैतिर अहिले झ्याउ लागेर निस्केको साँझतिर। यहाँ चाहिँ अहिले बिहे भइरहेको, यहाँनिर बिहे पनि रहेछ। हामी हिँड्दै आउँदा हामीले भेटेको चाहिँ रोडमा है ल बेहुला हेर्नु त गाई होइन, बेहुलाको कार हेर्नु नै यस्तो छ क्या। यहाँ देउडा खेल्ने है नै पैसा ल्याए नै गाई चाहिँ यति धेरै मान्छे छैन। उहाँ सिसी क्यामेरा पनि लाएर छ होइन यता हेर्नु है। हामीले यता अरू मान्छेहरू पनि छन्, उहाँ क्यामेरावाला दाइ पनि रोकिया तर हामी पुरा खिच्दैनौँ। हाम्रो 30,000 को मोबाइल नै काफी छ। अनि त्यसपछि यहाँ चाहिँ टिकटक बनाउनेहरूको यस्तो लहरको छ क्या होइन। अब यहाँ रोडमा बसी टिकटक बनाउँदै हुन्छ होइन। अब टिकापुरमा होइन 8:30 बजे राति मान्छेको भिड हेर्नु न है। पहिला 7 बजे सुनसान हुने ठाउँ अहिले यहाँ राति 10-11 बजेसम्म यस्तो भिड हुने गर्छ होइन। अब गाई चाहिँ यहाँ हेर्नु है, यहाँ टिकटक बनाउने मान्छे नि यति धेरै छन् होइन। अनि हाम्रो यस्तो भिड छ होइन, टिकापुरमा यति धेरै मान्छे छन् होइन। बाटोमा मान्छे कार लिएर आएको छन् होइन यहाँ घुम्नलाई। तर हामीसँग केही छैन, तै पनि हिँडेर आएको छु। गाइज खडकचोक हेर्नु नै राति 10 बजे होइन। खडकचोकमा यस्तो भइरहेको, यस्तो भिड छ होइन। यहाँ गाइज यस्तो भिड भइरहेको होइन, यस्तो भिड छ। यहाँ ठाउँ पनि छैन क्या होइन। यहाँ हामीलाई हिँड्न दिने गाडी जाने ठाउँ पनि छैन। त्यो खडकचोक ट्याक्कै हामी खडकचोकनिर पुगेको छु राति। अहिले हजुरको यस्तो भिड छ नि यहाँ है। हेर्नु न पुरै ठाउँै छैन क्या, यस्तो भिड छ क्या ओ गरेर। अनि यहाँ मान्छे हेर्नु नै खडकचोकको सिन होइन। यहाँ खडकचोक यति धेरै क्या, यहाँ मान्छे यति धेरै आएछन् होइन फोटा खिच्नलाई, भिडियो बनाउनलाई होइन। तर हामी पनि त्यस्तै घुम्न आएको आउन त। तर त्यही पनि यति मान्छे छन् भनेर चाहिँ हामीले सोचेको थिएन। ल टिकापुर हेर्नु न है, ल टिकापुर होइन यस्तो राम्रो आइरहेको होइन टिकापुर चाहिँ। तर अब के हुने भने यति मान्छे क्या, पहिला 7 बजे खाली हुने ठाउँ अहिले 7 यति धेरै मान्छे होइन। अहिले 8 बज्न लाग्यो। 8 बजे मान्छे यति धेरै भिड छ यहाँ। अब म के भनौँ, हजुर आफै यहाँ भिडियो हेरेर बुझ्न सक्नुहुन्छ, म धेरै भन्दैन होइन। यस्तो भिड। हे गाइज मैले होइन अहिले चाहिँ मेरो साथीहरूलाई भेटाइसकेको छु। हेलो गाइज, वेलकम आवर भ्लग हैन। एक नम्बर ब्याक टु माय च्यानल। सबैजना शेयर सब्स्क्राइब गर्नुस्। हाम्रो चाहिँ हुनुहुन्छ यहाँ इनले चाहिँ यति धेरै केटी जिस्काउँछन् होइन। अहिले पनि जिस्काएर अब जिस्किन तयार हुन्छ नि, जिस्काउनु पर्यो त। इन्नी गर्लफ्रेन्ड चाहिँ 15 वटी छन् होइन। तै पनि केटी जिस्काउनु छोड्दैन। नि अगा छैन, नि अगा छैन। 16 भइसक्यो दोस्त। गाला हेर न माछालाई पुरै टोकी। गाइज अब चाहिँ हामी रुममा जान्छौँ होइन। यति धेरै भिड छ, सब के भन्नु होइन। हजुरहरू आफै हेर्न सक्नु।